30 मिनटमा देश कब्जा, भेनेजुएलामा अमेरिकी नाइट रेडको भित्री कथा। कल्पना गर्नुहोस् त, तपाई एउटा देशको राष्ट्रपति हुनुहुन्छ। तपाई आफ्नो देशको सबैभन्दा सुरक्षित भवन, जसलाई किल्ला भनिन्छ, त्यसको पनि सबैभन्दा भित्री स्टिलले घेरेको कोठामा सुतिरहनु भएको छ। तपाईको सुरक्षामा हजारौं सैनिक तैनात छन्। तपाईसँग मिसाइल डिफेन्स सिस्टम छ। तर मध्यरातको 1 बज्छ, अचानक पूरा राजधानी शहरको बत्ती निप्छ। आकाशमा 150 भन्दा बढी लडाकु विमानको गर्जन सुनिन्छ र तपाईले आँखा झिम्क्याउन नपाउँदै जम्मा 30 मिनेट भित्र, मात्र 30 मिनेट भित्र अर्को देशको सेना तपाईको ओछ्यानमै आइपुग्छ, ढोका फोड्छ र तपाईलाई हक्कडी लगाएर आकाशमा उडाउँछ। यो कुनै हलिउडको मिशन इम्पोसिबल फिल्मको कथा होइन। यो हिजो शनिबार राति दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा वास्तवमै घटेको घटना हो। विश्वको सबैभन्दा शक्तिशाली मानिने अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई उनकै दरबारबाट अपहरण शैलीमा उठाएर अमेरिका पुर्याएको छ। के थियो अपरेसन एब्सोल्युट रिजल्भ? अमेरिकी सेनालाई मादुरोको कुकुरको नाम र उनी राति कुन रङको लुगा लगाउँछन् भन्ने कसरी थाहा थियो? आजको भिडियोमा हामी यो 21औं शताब्दीकै सबैभन्दा हाइटेक र विवादित सैन्य अपरेसनको गहिराईमा जानेछौँ। शनिबार जनवरी 4, भेनेजुएलाको राजधानी काराकास शान्त थियो। तर अमेरिकाको व्हाइट हाउस र पेन्टागनमा भने कयामतको तयारी चल्दै थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाबाट अपरेसनको लाइभ अपडेट लिइरहेका थिए। यो मिसनको कोड नेम थियो अपरेसन एब्सोल्युट रिजल्भ। रातको 10:46 बजे मौसम खराब थियो। 4 दिनदेखि अमेरिकी सेना बादल फाट्ने प्रतीक्षामा थियो। जसै मौसम सफा भयो, राष्ट्रपति ट्रम्पले गो अहेड को आदेश दिए। आदेश पाउन साथ अमेरिका र यसका गोप्य अखडाहरूबाट F-18, F-22, F-35 लडाकु विमान र B-1 बम्बर सहित 150 भन्दा बढी विमानहरू एकसाथ उडे। रातको 1 बजे भेनेजुएलाको समयअनुसार रातको 1 बज्दा अचानक राजधानी काराकास अन्धकार भयो। अमेरिकी सेनाले आफ्नो मुभमेन्ट लुकाउन र भेनेजुएलाको राडारलाई छक्क्याउन साइबर आक्रमण वा अन्य प्रविधि प्रयोग गरेर शहरको बत्ती निभाएको अनुमान गरिएको छ। रातको 1:01 जाँदा समुद्रको सतहभन्दा मात्र 100 फिट माथि अत्यन्तै तल्लो उचाइमा उडेर आएका अमेरिकी हेलिकप्टरहरू सिधै राष्ट्रपति भवन मिरा फ्लोरेस प्यालेसमाथि ओर्लिए। माथि आकाशमा B-1 स्टेल्थ बम्बरहरूले पहरा दिइरहेका थिए। ट्रम्पका अनुसार मादुरो त्यो बेला दरबारभित्र थिए। दरबार आफैमा एउटा किल्ला थियो। अझ मादुरो सुत्ने ठाउँ नजिकै एउटा विशेष सेफ रुम थियो, जसको पर्खाल स्टिलले बनेको थियो। मादुरोलाई अमेरिकी सेना आएको सुइको मिल्यो। उनी हतार हतार त्यो स्टिलको कोठातर्फ भागे। उनी ढोकासम्म पुगे पनि, तर अमेरिकी सेनाको गति यति तीव्र थियो कि मादुरोले त्यो स्टिलको ढोकाभित्रबाट लक गर्ने पाएनन्। रातको 1:30 बजे अमेरिकी सेनासँग स्टिल काट्ने विशेष ब्लो टर्च, लेजर कटर र विस्फोटक पदार्थ थियो। 7वटा ठूला विस्फोटकको आवाज आयो। CNN को रिपोर्ट अनुसार सेनाले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई बेडरुम ओछ्यानबाटै नियन्त्रणमा लियो। मादुरोले कुनै प्रतिकार गर्न सकेनन्। उनले आत्मसमर्पण गरे। बिहान 3:29 बजे मादुरोलाई बोकेर अमेरिकी टोली सकुशल फर्कियो। अपरेसनको मुख्य हिस्सा 30 मिनेट भन्दा कम समयमा सकिएको थियो। यो अपरेसनको सफलता बन्दुक वा मिसाइलमा मात्र सीमित थिएन। यसको पछाडि थियो रङ उडाउने खालको इन्टेलिजेन्स वा जासुसी। अमेरिकी जोइन्ट चिफ्स अफ स्टाफका प्रमुख जनरल ड्यान केनले पत्रकार सम्मेलनमा भनेको कुरा सुन्दा जो कोहीको रौँ ठाडो हुन्छ। अमेरिकी जासुसहरू भेनेजुएलाको राष्ट्रपति भवनको भान्सादेखि बेडरुमसम्म पुगिसकेका थिए। अमेरिकालाई केही कुराहरूको पल पलको खबरहरू थियो, जस्तो दैनिक दिनचर्या, मादुरो कति बेला उठ्छन्, कति बेला सुत्छन्, खानपान, उनी राति के खान्छन्, सायद खानामा केही मिलाइएको थियो कि भन्ने आशंका पनि गर्न सकिन्छ। यद्यपि पुष्टि भने भएको छैन। त्यस्तै लुगा, उनी सुत्दा कस्तो लुगा लगाउँछन्। घरपालुवा जनावर, मादुरोका कुकुर बिराला कतिवटा छन् र तिनीहरू कुन कुनामा बस्छन्, ताकि अपरेसनको बेला जनावर कराउँदा सेनाको पोजिसन थाहा नहोस्। सबैभन्दा रोचक कुरा त के छ भने यो मिसनका लागि अमेरिकी सेनाले महिनौदेखि अभ्यास गरिरहेको थियो। तर सामान्य अभ्यास होइन। अमेरिकाले आफ्नो भूमिमा मादुरोको राष्ट्रपति भवनको हुबहु नक्कल तयार पारेको थियो। मादुरोको कोठा कहाँ छ?
भर्याङ कति फराकिलो छ, ढोकाको चुकुल कस्तो छ, सबै कुरा दुरुस्तै बनाएर डेल्टा फोर्सका कमान्डोहरूले महिनौसम्म त्यो नक्कली भवनमा रिहर्सल गरेका थिए। जनरल केन भन्छन्, हामीले यति धेरै अभ्यास गरेका थियौं कि गल्तीको गुन्जाइस नै थिएन। शनिबार मध्यराति नै मादुरो र उनकी पत्नीलाई अमेरिकी युद्धपोत USS इवो जिमामा लगियो। त्यहाँबाट सैनिक विमानमा राखेर न्युयोर्क पुर्याइएको छ। अहिले उनीहरूलाई ब्रुकलिन स्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ। यो त्यही जेल हो जहाँ अमेरिकाका ठूला अपराधी र अन्तर्राष्ट्रिय माफियाहरूलाई राख्ने गरिन्छ। मादुरोलाई अपहरण गरे लगत्तै अमेरिकाले भेनेजुएलाको सत्ता पनि पल्टाइदिएको छ। भेनेजुएलाको सर्वोच्च अदालत, जसलाई सायद अमेरिकी दबाव वा समर्थन थियो, उसले रोड्रिगेजलाई, उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको छ। रोड्रिगेजले अमेरिकालाई सम्मानजनक सम्बन्धको प्रस्ताव राख्दै घुँडा टेकेको संकेत दिएकी छिन्। तर यो घटनाले अमेरिका भित्रै पनि विवाद निम्त्याएको छ। न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान ममदानीले आफ्नै देशको कदमको विरोध गरेका छन्। उनले भनेका छन्, यो एकपक्षीय हमला हो र युद्ध अपराध हो। यसले न्युयोर्कमा बस्ने हजारौं भेनेजुएलाका नागरिकलाई असर गर्छ। पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि ट्रम्पको आलोचना गर्दै भनेकी छिन्, मादुरो तानाशाह होलान्, तर यसरी अर्को देशमा गएर गुण्डागर्दी शैलीमा मान्छे उठाउनुले अमेरिकालाई सुरक्षित बनाउँदैन। यो मूर्खतापूर्ण कार्य हो। हजारौं किलोमिटर टाढा भेनेजुएलामा भएको यो घटनाले नेपालको राजनीतिमा पनि भूकम्प ल्याएको छ। नेपालका कम्युनिस्ट नेताहरू र बुद्धिजीवीहरूले यसलाई अमेरिकाको नाङ्गो दादागिरी भनेका छन्। किनकि साना राष्ट्रहरूको सार्वभौमसत्ता कति कमजोर हुँदो रहेछ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। नेपालका शीर्ष नेताहरूको प्रतिक्रियाको कुरा गर्दा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यसलाई जसको लाठी उसको भैँसीको संज्ञा दिएका छन्। उनी भन्छन्, कुनै पनि देशको राष्ट्रपतिलाई यसरी उठाउनु अन्तर्राष्ट्रिय कानूनको भद्दा मजाक हो। यस्तो दादागिरी बेलैमा नरोके विश्वमा ठूलो अनिष्ट हुन्छ। त्यसै गरेर नेकपा एमालेका महासचिव शंकर पोखरेलले जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशले आदेशको भरमा नियन्त्रणमा लिनु संयुक्त राष्ट्रसङ्घको बडापत्र विपरीत भएको बताएका छन्। त्यस्तै नेत्रविक्रम चन्द विप्लवले यसलाई साम्राज्यवादी सैन्य हस्तक्षेप भन्दै अमेरिकाको कडा भर्त्सना गरेका छन्। त्यस्तै झलनाथ खनाल, जनार्दन शर्माले पनि यसलाई देशको सार्वभौमिकता र जनताको अपमान भनेका छन्। नेपाल जस्तो भूराजनीतिक रूपमा संवेदनशील देशका लागि यो घटना एउटा पाठ हो। शक्ति राष्ट्रहरूले चाहे भने अन्तर्राष्ट्रिय कानून, सिमाना र सार्वभौम सत्तालाई कसरी 30 मिनेटमै ध्वस्त बनाउन सक्छन् भन्ने डरलाग्दो चित्र यसले देखाएको छ। तर अहिलेसम्म नेपाल सरकारले भने यो विषयमा आफ्नो धारणा बनाएको छैन अथवा सार्वजनिक गरेको छैन। अब प्रश्न उठ्छ, यो घटनाको दूरगामी असर के हुन्छ त? रूस, इरान र क्युबाले यसलाई राज्यातंक भनेका छन्। रुसी विदेश मन्त्रालयले अमेरिकाले आगोसँग खेलेको चेतावनी दिएको छ। अर्कोतर्फ युरोपेली युनियन र स्पेनले संयमता अपनाउन आग्रह गरेका छन्। यो घटनाले खास गरी 3वटा मुख्य सन्देश दिएको छ। 1. अमेरिकी सैन्य शक्ति। अमेरिकाले विश्वलाई देखाइदियो कि उसको इन्टेलिजेन्स र स्ट्राइक क्षमता कति भयानक छ। उसले चाहेको खण्डमा संसारको जुनसुकै कुनामा लुकेको व्यक्तिलाई पनि निकाल्न सक्छ। 2. अन्तर्राष्ट्रिय कानूनको औचित्य। के अब संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय कानून साना देशका लागि मात्रै हो? ठूला देशले जे गरे पनि हुने? यो प्रश्न अब पेचिलो बनेको छ। 3. तेलको राजनीति। भेनेजुएला विश्वकै सबैभन्दा धेरै तेल भण्डारण भएको देश हो। मादुरोलाई हटाएर अमेरिकाले त्यहाँको तेलमा आफ्नो नियन्त्रण जमाउन खोजेको आरोप धेरै लगाएका छन्। कमला ह्यारिसले पनि संकेत गरेकी छिन्, तेललाई शक्तिको रूपमा बेच्ने युद्धहरू सधैँ महँगो पर्छन्। अन्त्यमा भेनेजुएलाको यो घटनाले 21औं शताब्दीको विश्व राजनीति कति क्रूर र अनिश्चित छ भन्ने छर्लङ्ग पारेको छ। एउटा देशको राष्ट्रपति जो आफ्नै स्टिलको कोठामा सुरक्षित थिएनन् भने आम नागरिकको सुरक्षाको ग्यारेन्टी कसले लिने? ट्रम्प प्रशासनले यसलाई न्याय भनेको छ, मादुरो पक्षले अपहरण भनेको छ र तटस्थ विश्लेषकहरूले यसलाई शक्ति राष्ट्रको अहंकार भनेका छन्। इतिहासले यसलाई कसरी मूल्याङ्कन गर्नेछ त्यो हेर्न बाँकी छ। तर एउटा कुरा पक्का छ, जनवरी 4 को त्यो रात भेनेजुएलाका लागि मात्र होइन, विश्व कूटनीतिकै लागि एउटा कालो र डरलाग्दो रात थियो। तपाईलाई के लाग्छ कि अमेरिकाले मादुरोलाई पक्राउ गरेर ठिक गरे कि यो एउटा स्वतन्त्र देशमाथिको ठाडो हस्तक्षेप हो? कृपया कमेन्ट बक्समा आफ्नो विचार लेख्नुहोला।